अघि ती वराङ्गनाहरूले निवेदन गरे गतानन्द तथा पूजा कृषिं पुत्रं चकार इदम् अग्निदं पाद्यं मूलं फलं च। अब मुनिले सिंह ऋषिले आश्रममा लिएर जानुभयो ती वराङ्गनाहरूलाई। अब आफ्नो आश्रममा लगेपछि के गर्नुभयो त भने कुनै पनि आएका पाहुनालाई स्वागत गर्नु बडो राम्रो। त्यसकारण गतानन्द तथा पूजा ऋषिपुत्रं चकार त्यहाँ जानासाथ ती ऋषिपुत्रले के गर्नुभयो त भने पाद्यहरूको माध्यमद्वारा ती वराङ्गनाहरूलाई विधिवत पूजा गर्नुभयो। किनभने उहाँ त बडो पवित्र हुनुहुन्थ्यो। अभ्यागतहरूको स्वागत गर्नु उहाँको कर्तव्य थियो। प्रतिक्रियं तां पूजां सर्वाय समुचिता ऋषिभिस्तां शीघ्रं गमनाय मतिं ददुः। अब ऋषिको यस प्रकारको पूजा प्राप्त गरेर अनि त्यसपछि त्यहाँबाट ती वराङ्गनाहरू जाने इच्छा व्यक्त गरे। अनि किन त भनेदेखि विभाण्डक मुनिको डर थियो, एकातिर ऋषि सिंह ऋषिलाई, अर्कोतिर ती वराङ्गनाहरूलाई पनि। किनभने आज हामी ऋषि कुमारलाई भान्नुको लागि आएका छौँ, ऋषि रिसाउनु भयो भने त आपद पर्छ। त्यसकारण छिटै नै भाग्ने विचार गरे। बोलो श्री रामचन्द्र भगवान की अस्माकं अभिमुख्यानि फलानि मानिहि विहाण विक्रम भद्रम क्षमस्य च मां शिरः। हे ब्राह्मणदेव, हामीले पनि मिठा मिठा फलहरू ल्याएका छौँ। हजुरले पूजा गर्नुभयो, सत्कार गर्नुभयो, हामीलाई बडो आभारित भयौँ। अब हामीले ल्याएको फलहरू हजुरलाई समर्पण गर्दछौँ भन्ने कन्याहरूले फल समर्पण गरे। त्यतिखेर कस्तो भयो त भन्दैछन् ततः स्तां स्तम समालिङ्गे सर्वाहर्षसमान्विता मोदकां तस्मै भक्षां च विविधां शुभान्। यसो भनेर बडो खुसी भएर एकपटक ऋषिको इच्छै छैन, ती वराङ्गनाहरूले कसैले पनि नदेखिने गरी के गरे त भन्दैछन् ततः स्तां स्तम समालिङ्गे यसो अँगालो मारे। आफ्नो मनको अब त्यो किनभने भङ्ग गराउनु छ ऋषिलाई, आफूतिर आकर्षित गराउनु छ, फल समर्पण गरे, ल्याएको एकदम मिठो फल। अनि ऋषिलाई यसो एकचोटि अँगालो मारे र त्यसपछि बडो खुसी भएर आफूले ल्याएका फलहरू र अनि मोदकाम लड्डु पनि ल्याएका रहेछन् ती वराङ्गनाहरूले, लड्डु पनि समर्पण गरे। अब यो खाइ बक्सेस ब्राह्मणदेव, हामीले असाध्यै मिठो चिज ल्याएका छौँ भनेर मुसुक्क हाँसेर तानि चा स्वाद्य दिँद सिफलानि देशमा बन्ने अनास्वाद पानी बनिने त्यही वासी सधैँ हामी जस्ता मनमा बस्नेहरूको लागि त्यस्तो मिठो फल ल्याउनु पर्दो रहेछ। आज मिति 2081 चैत्र महिनाको 24 गते आइतबारका दिन ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका लामाटार 9 मा अवस्थित ऐतिहासिक मर्यादा पुरुषोत्तम श्री रामचन्द्र भगवानको मन्दिरमा आज नवमी पर्व, उहाँको प्राकट्य दिन, उहाँको जन्म उत्सव मनाउन बडो हर्षोल्लासका साथ भगवान प्रेमी भक्तजनहरू, ग्रामीणवासी भक्तजनहरू, यत्र तत्रबाट आउनुभएका भक्तजनहरू बडो हर्ष उल्लासका साथ लाइनबद्ध भएर अनुशासित मर्यादित तरिकाले श्रीराम प्रभुको यो जन्म उत्सवको पावन दिनमा पूजन अर्चन गर्न लागि पर्नु भएको छ। हजुरहरू जहाँ जुन अवस्थामा हुनुहुन्छ उपस्थित हुन सक्ने सम्पूर्ण भगवान प्रेमी भक्तजनहरू उपस्थित हुनुको लागि यस रामचन्द्र मन्दिर संरक्षण समिति, रामचन्द्र मन्दिर भजन समूह, निवृत्त राष्ट्रसेवक समूह, श्रीराम योग साधना केन्द्र लगायत तमाम राम प्रेमी भक्तहरूको तर्फबाट यहाँलाई चुले निमन्त्रणा छ, हार्दिक निमन्त्रणा छ। आउनुहोला, कथा श्रवण गर्नुहोला, रामका गाथा श्रवण गर्नुहोला, भजन कीर्तन र रामायण भजनमा आनन्दित हुँदै आजको यो दिव्य पावन दिनलाई सही सदुपयोग गर्नुहुनको लागि हार्दिक अनुरोध गर्दछौँ। अहिले यतिखेर परम पूज्य व्यास गुरु श्री हरिहर पोखरेलज्यूका मुखारविन्ददेखि मर्यादा पुरुषोत्तम भगवानको महिमा को पाठ पारायण भइरहेको छ। यता बडा हर्ष उल्लासका साथ भगवान प्रेमी भक्तजनहरू
मर्यादा पुरुषोत्तम भगवानको पूजन अर्चनमा बडो हर्षोल्लासका साथ खुसी मुद्रामा लाइनबद्ध रहेर उभिरहनु भएको छ। हामीले मान्नुपर्ने हाम्रा अग्रज, हाम्रा आदरणीय दाजु श्री दीपक आचार्यज्यू पनि यहाँ लाइनमा अगाडि सरिसक्नु भएको छ पूजन अर्चनको लागि। हजुरहरू जहाँ जुन अवस्थामा हुनुहुन्छ उपस्थित हुन नसक्ने भक्तजनहरूले यही सामाजिक सञ्जालको मार्फतबाट पनि दर्शन गर्नुहोला भन्दै म यहाँहरूलाई मर्यादा पुरुषोत्तम भगवानको यो ऐतिहासिक धरोहर, ऐतिहासिक धामको दर्शन गराउन गइरहेको छु। जय श्री राम, जय श्री राधे, जय श्रीमन नारायण। यता पूजनीय पण्डितज्यूहरूबाट यज्ञ हवनको लागि तयारी हुँदैछ भने दर्शनार्थीहरू नारायण टाढा टाढादेखिबाट दर्शनको लागि आउने क्रम जारी नै छ।